महिना अगाडिदेखि नै उनीहरूको प्लान रहेछ कि मार्नु भनेर उसले त भनिरहेको थियो भन्नु त, तर कसैले उसको कुरै खाएन। पोहोर पनि कुटेको हो उसलाई, ससुराले कुटेर निल बनाएको, डामै डाम बनाएको, त्यसलाई टर्चर चाहिँ दिनै जस्तो दिन्थ्यो। अनि तपाईहरुलाई पहिला पनि गुनासो गर्नुहुन्थ्यो? गुनासो गरेको गुनासो। अनि यस्तो हो कि गुनासो गरे, मम्मीलाई पनि भनेको, तर उसको मम्मी फुपू अहिले मार्ने ससुरो मामा एउटै आमाले जन्माएको छोराछोरी हो त्यो। अनि फुपूको छोरी मामाको छोराले ल्याएको। अनि त्यही कारणले उनीहरूले जति टर्चर दिए पनि कहिले कहिले कस्तो कथा थियो त, एउटा सधैँ कुटे गर्यो, स्यालायो भन्यो, स्यालले लगेर टिपेर जाँदा कोही पनि भएन। त्यस्तै भएको हो यो चाहिँ, काण्ड चाहिँ त्यस्तै भएको हो। त्यसलाई सबैले गुहार माग्दा पनि त्यो दिन पनि सबैलाई गुहार मागेर हिँडेछ, तर मलाई चाहिँ त्यो दिन भनेन। उताबाट आउँदाखेरि बिचमा आउँदाखेरि म त्यहीँनिर बस्यो, त्यो पनि आयो अनि नमस्कार दिदी भने मलाई, अनि मैले नमस्कार गरेँ थापी त। अनि त्यो दिन त्यसले अनि अनुहार कस्तो देख्नु भएको तपाईँ? त्यो बेला निराश अनि पातुलो लुगा लाथ्यो, ज्याकेट पनि लाथेन, सुतीको पातुलो लुगा लाथ्यो। अनि तैँले लुगा किन नलाएको बुहारी, तँलाई जाडो भएन, ज्याकेट किन नलाएको भनेको। म नानीलाई लिन जान थालेको, दिदी उसको बहिनी पनि सँगसँगै थियो, 3 बजेसम्म बहिनी पनि सँगसँगै थियो। अनि दिदी बहिनी नै स्कुल गएर नानी लिएर आयो। अनि बहिनी चाहिँ यता गयो है, घर त्यो अलिक परतिर छ क्या उसको कोठा चाहिँ। अनि नानी लिन उता गयो, अनि ऊ चाहिँ यतापट्टि नानी पुऱ्याएर स्कुल पुऱ्याएर आएर खाजा दिएछ। अनि खाजा दिएर खाँदाखेरि भाँडा पखालेर अनि बाहिर निक्लिँदा घोप्टो पर्दाखेरि त्यहीँ हानेछ क्या मोर्नेताले, खुट्टा एउटा भाँचेको छ। अनि कुटी अनि आगो लाएर छ, यस्तो बटाएर लौरोले लाएर ताला लगाइदिएछ। अनि मुनि क्यासिसको पनि ताला लाएर छ, केटो छर्केर लाएर ताला लगाइदिएछ क्या। अनि मुनिको पनि ताला छ क्या किनेको, अनि त्यो पनि ताला लाएर छ। अनि त्यो मोर्ने अवस्था भएपछि अनि ससुरा चाहिँले चाहिँ के गर्छ भने त्यो ढोका खोलेर मोर्ने कि मोर्ने भने हेर्नु त उसको पाल अङ्गाल हालेछ क्या। अनि अङ्गाल हालेर है हाल्दाखेरि उसलाई डरेछ। अनि त्यो बुढा डरेर उतापट्टि निक्लेर गइसक्यो। ससुरा त प्यारालिसिस भने सुने मैले हैन? प्यारालिसिस भए पनि त्यही बुढाले टचल दिने सधैँ, त्यही बुढाले कुट्थ्यो, झन् जहिले नि कुट्थ्यो त्यही बुढाले। जस परिवारको सबै सदस्यले कुटपिट गरेको छ भन्ने कुरा गुनासो आइरहेको छ। जहिले नि गुनासो आउँथ्यो, म त्यो बुढासँग बस्दिनँ पनि भन्थ्यो, हामीलाई भन्थ्यो। अनि श्रीमानसँग कस्तो सम्बन्ध थियो, के भन्नुहुन्थ्यो? श्रीमतीको त्यति पैसै पठाउँदैन थियो, 5,000 2-3,000 त्यसलाई खर्च मात्रै दिन्थ्यो, खर्च मात्रै दिन्थ्यो। अनि त्यो आमा खुवाउने औँसीको दिन पनि 5,000 पैसा पठाएछ बुढाले। अनि तैँले मलाई त यति पैसा पठा दिदी, पैसा पुग्दैन, पैसा भए साबर दिन्न भन्न आएछ मलाई। अनि मैले के अरे तँलाई देवरले दिन्छ होला, देवरलाई माग, मसँग अहिले छैन भने देवरले 15,000 हालिदिएछ, त्यही बोकेर माइत गयो। अनि त्यो मोर्ने दिन पनि 4 बजेतिर बिहानै खोसेछ मोबाइल, त्यसले मोबाइल बोकेन, छैन मोबाइल, खोसिसकेछ। सासु र नन्दले मोबाइल खोसेर राखेपछि अनि त्यहाँबाट त्यो घरमा माइतमा गएर 4 बजे फोन गरेर अनि मम्मीलाई म जान्न आज घरमा, मलाई मार्ने प्लान बनाएको छ तिनीहरूले, आज मलाई मार्छ भन्दाखेरि भोलि म आउँछु बाउ र म, तँ जा, मार्दैन होला तँलाई, आफ्नै मान्छे हो भन्ने भयो होला नि त आमालाई। अनि जा भनेपछि जाँदा 1 घन्टा पछाडि त अनि मरिहाल्यो, सबै डढाएर कुटेर ढुट्ट पारिहाल्यो। अनि त्यहाँबाट आमालाई फोन गर्दा मर्यो भनेर गर्नु परेन। अनि गरेपछि माइतीहरू सबै आयो, अब के गर्नु, माइतीहरूले आएर केही बोलेन, माइतीहरूले। अनि सासु आफैले ग्यास सिलिन्डर पड्क्यो भनेर अनि फोन गरिदियो पुलिसलाई, लुकेर भित्रैबाट। अनि लास मरेर मान्छे बाहिरको मान्छे आएर मैले गुहार यहाँ फलानाको घरमा यस्तो भयो, मान्छे मारिसक्यो, आउनु भनेपछि केटाहरू गएर बल्ल बल्ल ताला खोलिदिएको, ताला लाएर मुनि पनि भित्रको भरेको च्यानल गेट बिचमा एउटा छ, बाहिरको एउटा छ क्या, प्यासेजको चाहिँ ताला लाग्यो कि मास्तला जाने चाहिँ। अनि त्यो खोल्नु लाएर गएर 1 गाग्री पानी हाल्यो। अनि एउटा भाइले चाहिँ दुईटा भाइले चाहिँ 2 बोतल पानी हाल्दा खनाको साथै त्यहीँ भाडामा बस्ने मान्छे पनि छ हैन त? थियो, कोठामा बस्ने मान्छे पनि रहेछ। अरू केटीहरू चाहिँ जम्मै बिदा त्यो दिन घर गारे, सबैजना गएको रहेछ, 2 जना चाहिँ बस्थ्यो। अनि 1 जना मेरै भाइ बस्छ त्यहाँ, फुपूको छोरा, ऊ चाहिँ सुतिसकेछ। अनि माथि मरिसकेपछि गएको थियो मास्तला। अनि उसले चाहिँ मरिसक्यो मान्छे नै, सुशीला पो मरेछ भनेर भन्यो सबैलाई। अनि दङ्ग पऱ्यो अरू केही। अनि उनीहरू सासु र नन्द बाहिर निक्लिँदाखेरि मैले तिमीहरू 2टा कहाँ गएको, मैले त्यत्रो मान्छे गुहारेर बोलाएर मैले यस्तो गुहार मागेर मैले सबलाई मारेर बुहारी मर्दा तैँले गुहार किन नमागेको, किन गाउँले नबोलाएको भन्दाखेरि
मेरो ज्यान त मलाई लिन थालिसक्यो मेरो कपाल पनि डढ्यो भनेर देखायो अनि मेरो ज्याकेट डढ्यो भन्थ्यो ज्याकेट पनि देखाएन केही पनि देखाएन त्यहाँबाट केही बोलेन मेरो ज्यान बचाउनु त्यसको ज्यान बचाउनु भने त्यहाँबाट केही पनि बोलेन बुहारीको त कुरै गरेन दुइटैले हेर्नु पनि आएन मरेको ठाउँमा छुँदा पनि छुएन तिनीहरू अनि त्यो चाहिँ पछि जलेको चाहिँ हेरेर बसेको प्यासेजमा भन्ने कुरा पनि आइरहेको थियो खास कुरो के हो के प्यासेजमा हेरेको जलेको हेरेको केही होइन हामीले त जनताहरूले त कोही छैन मान्छे भन्ने भयो कोही थिएन कोही निक्लेन घर मागेर 30-40-50 जना मान्छे बाहिर हुँदा पनि तर घरको मान्छे छैन अनि मैले घरको मान्छे कोही रहेनछ ताला लाएर छ जम्मै भनेर सबलाई भन्दाखेरि लास्टमा 50 जना जति मान्छे जम्मा भएपछि निक्लेको भित्रैबाट त्यही भित्रै रहेछ तिनैजना फेरि उनीहरूले गुहार माग्नु पर्थ्यो त गुहार मागेन गुहार मागेन मेरो बुहारी डढ्यो लौन भनेर हेर्नु त जान्छ त लडेको ठाउँमा भित्रबाट मरेको सुरमा निक्लेको बरा है त्यो कुर्चीमा बस्नु खोज्दा लडिहाल्यो त्यहाँबाट उड्नै सकेन त्यहाँबाट एक गाडी पानी खनापछि त लासै गइहाल्यो नि अनि त्यतिखेर पनि मैले त्यत्रो मान्छेको अगाडि मर्यो 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 यो मारेकै हो भन्दा नि कसैले मेरो कुरै पत्याएन म एक्लै उफ्रेर के गर्नु नि त्यहाँबाट भनिन्छ संसारमा सबैभन्दा सुरक्षित ठाउँ आफ्नै घर हुन्छ तर सिन्धुलीको कमलमाई नगरपालिका 4 धुराफाँडका लागि यो भनाइ एउटा क्रूर ठट्टा साबित भएको छ। आइतबार दिउँसो जब घाम